नमस्कार सम्पूर्णमा राधे राधे। म ईश्वर नेपाने यसपालिको सङ्क्रान्ति फल लिएर उपस्थित भएको छु। कसलाई सङ्क्रान्ति कस्तो खाले परेको छ यसपालि त्यसका विषयमा जानकारी गराउँदै हजुरहरूलाई यसको लाभ र हानिको बारेमा बताउन चाहन्छु। यसपालि वैशाखी सङ्क्रान्ति परेको छ, शिरमा परेको छ। अश्लेषा, मघा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी, हस्ता, चित्रा र स्वाति यी नक्षत्रहरूलाई शिरमा परेको छ। शिरमा परेकाहरूले भूलाभ अर्थात् भूमिको लाभ गर्छन्। जग्गा खरिद प्रक्रियाहरू, जग्गा अचल सम्पत्तिहरू जोड्ने किसिमको योग परेको भन्ने बुझिन्छ। त्यस्तै आरद्रा, पुनर्वसु र तिस्से नक्षत्र भएकाहरूलाई यसपालिको वैशाखी सङ्क्रान्ति परेको छ। मुखमा परेकोले मुखे पाण्डित्यम भनेर भन्छ। मुखमा परेकोहरूको पाण्डित्य प्रदर्शन गर्ने बेला अथवा उसको विद्वता प्रदर्शन गर्ने सुगम अवसर हुन सक्छ यसपालिको यो सङ्क्रान्तिदेखि यो फल लागू हुन्छ यो नक्षत्र भएकाहरूलाई। त्यस्तै अश्विनी, भरणी, कृतिका, रोहिणी र मृगशिरा यी 5 नक्षत्र भएकाहरूको यसपालिको सङ्क्रान्ति हृदयमा परेको छ। हृदयमा परेको सङ्क्रान्ति यदि हृदयमा पर्यो भने धनागम हुन्छ भनेर भनिएको छ। धनागम अर्थात् धनको कारोबार, चल सम्पत्तिको कारोबार राम्रो हुने अथवा यसपालि चाहिँ गरेका कामबाट लाभहरू, गरेका बिजनेस आदि क्रियाकलापहरूबाट प्रशस्त रूपमा धनागम हुने किसिमको योग देखिन जान्छ। आफ्नो वर्कआउट गर्नुहोला। त्यस्तै पूर्व भाद्रपदा, उत्तर भाद्रपदा र रेवती यी 3वटा नक्षत्रहरूको दक्ष करे अर्थात् दाहिने हातमा सङ्क्रान्ति परेको छ। दाहिने हातमा सङ्क्रान्ति पर्नेहरूले स्त्री लाभ भनेर भनेको छ। पुरुष भए स्त्री लाभ, स्त्री भए पुरुष लाभ अर्थात् प्रेम प्रसङ्ग र मिलनको सम्भावना अलिकति बढी भएर जान्छ। यसलाई पनि हाम्रो सङ्क्रान्ति राम्रो भएको मानिन्छ। यसपछि छ श्रवण, धनिष्ठा र शतभिषा यी 3वटा नक्षत्रहरूको वाम करे अर्थात् बायाँ हातमा परेको छ सङ्क्रान्ति। वाम करे भैक्षम अर्थात् नराम्रो अथवा केही अशुभ हुने सङ्केत अथवा केही नराम्रो हुने सङ्केत गर्छ यसले। त्यसकारण यी नक्षत्रहरूले आफ्नो सङ्क्रान्ति केमा परेको छ, वाम करे भनेको बायाँ हातमा परेको छ भनेर बुझ्नुहोला। यसको मैले के गरेर यसको परिहार गर्ने अन्तिममा बताउने छु। त्यस्तै मूल, पूर्वषाढा र उत्तर साढा गरिएका नक्षत्रहरूको दक्ष पादे अर्थात् दाहिने गोडामा, दाहिने खुट्टामा परेको छ। दाहिने खुट्टामा परेकोहरूको दक्ष पादे भ्रमणम भनेर भनेको छ। दक्ष पादमा परेकाहरूले, दाहिने खुट्टामा परेकाहरूको अनावश्यक भ्रमण हुन सक्ने अथवा अनाहकमा कुनै यात्रा गर्नुपर्ने अथवा गरेका यात्राहरूले पूर्ण फल नदिने सङ्केत गर्न खोजेको छ। त्यसकारण यात्राहरू गर्दा, कुनै पनि किसिमका यात्राहरू गर्दा पहिल्यै कन्फर्म गरेर आफ्नो यात्राको लक्ष्यलाई पूर्ण निर्धारण गरेर र लक्ष्य प्राप्तिको सफलता मापन गरेर अथवा सफलताका लागि गर्नुपर्ने कसरत गरेर मात्रै यात्रा तय गर्नुहोला। र लामो दूरीको यात्रा तय गर्दा आफ्नो ब्याकफोर्स अर्थात् केही त्यस्तो भइपरि आएमा टार्न सक्ने किसिमका साधन उपकरणहरूको समेत व्यवस्था गरेर मात्रै हिँड्नुहोला। त्यस्तै विशाखा, अनुराधा र ज्येष्ठा यी 3वटा नक्षत्रहरूको वाम पादे अर्थात् बायाँ खुट्टामा परेको छ। बायाँ खुट्टामा पर्नेहरूले कष्टम भनेको छ। कष्ट हुन्छ, दुःखहरू पर्न सक्छ, दुःख आइपर्न सक्छ। मानसिक दुःख, शारीरिक दुःखदेखि लिएर अन्य विभिन्न किसिमका दुःखहरू आइपर्न सक्छ भनिएको छ। त्यसकारण बायाँ खुट्टामा पर्यो भने कष्ट हुन्छ। यो कष्टका लागि एकदम तयार भएर बस्नुहोला अथवा कष्ट नहोस् भन्ने किसिमको व्यवहार क्रियाकलाप गर्नुहोला। अब जुन राम्रो सङ्क्रान्ति फल परेको छ उहाँहरूको त राम्रो भइहाल्यो। नराम्रो परेकाहरूले के गर्ने, कसरी यसलाई समाधान गर्ने भन्ने विषयमा चाहिँ हाम्रो ज्योतिषमा के भनिएको छ भने जसलाई सङ्क्रान्ति बायाँ खुट्टामा, बायाँ हातमा र नराम्रो भनिएको छ ती स्थानमा पर्नेहरूले गङ्गा स्नान, रुद्राभिषेक, सप्तशतीको पाठ पारायण र मन्दिरको दर्शन, गुरुको दर्शन आदि क्रियाकलापले यो नराम्रो फलहरूलाई चाहिँ समन गर्नेछ, नराम्रो फलहरूलाई नाश गर्नेछ भनेर बताइएको छ। त्यसकारण जसको वाम करे भैक्षम, दक्ष पादे भ्रमणम अनि वाम पादे कष्टम भनिएको छ यी नक्षत्र, यसमा परेका नक्षत्रहरूले अनिवार्य रूपमा गङ्गा स्नान
मातापिताको पूजन, मातापितालाई गर्नुपर्ने आदर सत्कार, गुरुहरूलाई गर्ने आदर सत्कार, अनि रुद्रीको पूजा, विभिन्न किसिमका पूजामा सामग्री, अन्न, वस्त्रहरूको दान गर्नुहोला। सप्तशतीको पाठ पारायण गराउनुहोला गुरुहरूलाई आगमन गरेर, अथवा आफैले जान्नुभएको छ, आफैले सक्नुहुन्छ भने आफैले। यसरी यसपालिको सङ्क्रान्ति यो मेष सङ्क्रान्ति हो, अर्थात् वैशाखे सङ्क्रान्ति। यो अबको 6 महिनासम्म यसले यस किसिमका फलहरू दिन्छ। त्यसकारण यो 6 महिनाभरि राम्रो होस् भन्ने कामनाका साथ जसको नराम्रो स्थानमा नराम्रो परेको छ सङ्क्रान्ति, त्यसले गङ्गा स्नान आदि अघि भनिएका पूर्ववत कार्यहरू गर्नुहोला। जसको राम्रो छ उहाँहरूले पनि स्नान गर्दाखेरि त राम्रै हुन्छ। जय होस्, राधे राधे।